हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल सन्जु नगरकोटी ब्लग्स। अनि आजको ब्लगमा चाहिँ म देखाउँछु हजुरहरूलाई मेरो स्टडी। यति धेरै पढ्न बाँकी छ, यति धेरै पढ्न बाँकी छ, यति धेरै पढ्न बाँकी छ, यति धेरै होमवर्क्सहरू गर्न बाँकी छ, लाइक इङ्ग्लिस, अकाउन्ट्स, नेपाली, सोसियल, अ लट अफ होमवर्क्सहरू गर्न बाँकी छ। त्यो देखाउँछु एन्ड मेबी इट विल लाइक अ पार्ट 2 अफ स्टडी विथ मी, जहाँ चाहिँ मैले ब्याकलग्सहरू कम्प्लिट गरेको थिएँ। त्यसै गरी आज पनि म मेरो ब्याकलग्सहरू र पढाइहरू कम्प्लिट गर्छु। एन्ड फर्स्ट अफ अल चाहिँ मेरो यो जुन मैले यस्तो बनाएको छु त्यो चाहिँ म सफा गर्छु। देन आई विल गो टु माई स्टडी। बाई बाई। सो यो अकाउन्ट्सको एक्जाम सकिने बित्तिकै म्यामले दिनुभएको थियो एन्ड यो के गर्नको लागि रे बिर्सेपछि यो क्वेसन्सहरू सल्भ गर्नको लागि, बट त्यो बेला मैले गरेको थिइनँ एन्ड यो गर्न बाँकी थियो। सो मैले यो गरेँ अनि त्यसपछि यो चाहिँ मैले 1 दिन लगाएर गरेँ। एकदमै प्रेसरमा गरिरहेको थिएँ बिकज भोलि बुझाउनु पर्छ भनेर गरिरहेको थिएँ एन्ड म त भोलिपल्ट कलेजै गइनँ किनकि बिरामी भएको थिएँ। सो मेरो 1 दिनको यो वेस्ट गयो, बट स्टिल बुझाउँछु। अनि यसको नि यतिसम्म भिडियो बनाएँ। त्यसपछि फोनमा चार्ज सक्यो एन्ड मैले फोनमा चार्ज गरेँ। त्यसपछि चाहिँ भिडियो बनाउन पाइनँ एन्ड त्यसपछि म सुतेँ। यो कालो चाहिँ यस्तै छ, जतिखेर पनि जति कुराहरू मिलाएर राखे पनि एकदमै राम्ररी 4 गरिदिइहाल्छ, बिगारिदिइहाल्छ। काम मात्र बढाउने काम गर्छ यसले, त्यही भएर मैले कराउँदै थिएँ। अनि त्यसपछि बिजनेसको नि क्वेसन सल्भ गर्नुपर्ने थियो, सो त्यो पनि गरेँ एन्ड यसको आधी मात्र भिडियो बनाएँ बिकज मलाई चाहिँ यसमा नि प्रेसरै थियो छिटो गर्नुपर्ने यो क्वेसन सल्भ। अनि त्यही भएर मैले चाहिँ भिडियो बन्द गरेर छिटो गर्न थालेँ। यति धेरै गरेँ मैले है, अनि मैले राति 10 बजीसम्म गरेँ अनि मेरो हात त पुरा अक्डिसकेको थियो यो गर्दाखेरि। बट स्टिल यसबाट मैले यो बुझेँ कि जति बेला होमवर्क दिनुहुन्छ त्यति बेलै सकाउनु पर्छ, नभए दुःख पाइन्छ। आफ्टर कमिङ फ्रम कलेज आई टुक रेस्ट फर लाइक 1-2 hours एन्ड नाउ आई एम गोइङ टु स्टडी। अभियसली my backlogsहरू कम्प्लिट गर्नु छ, सो आई एम गोइङ टु डु द्याट। एन्ड फर्स्टमा चाहिँ आई विल गो विथ सोसियलको 3टा च्याप्टर गर्नु छ, सो आई विल डु द्याट। एउटा च्याप्टर गरेर गर्छु म, 3 च्याप्टर। आई डोन्ट थिङ्क आज म गर्छु भने, बट स्टिल लेट्स सी। अनि टु डु लिस्ट त बनाइहालेँ आज यो गर्छु भनेर, बट के भयो भन्दाखेरि मैले सिर्फ सोसियलको 1 च्याप्टर र अकाउन्ट्सको प्र्याक्टिस मात्र गरेँ अनि मैले दिउँसभरि अरू त केही नि पढिनँ। सो यस, त्यही हो। यो भिडियो मैले पुरा 3-4 दिन लगाएर बनाएँ। जुन दिन मैले भिडियो स्टार्ट गरेको थिएँ त्यो दिन म बिरामी भइहालेँ, सो 3-4 दिन लगाएर बनाएँ मैले। इफ म झ्याउ नमानिकन बसेको भए आई थिङ्क यो सबै टु डु लिस्ट बनाएको जति मैले सक्थेँ होला। So friends, thank you so much for watching and that's it for today's vlog. And I hope you like it. If you like it, then do like, share and subscribe my channel. Also comment below that do you like it or not. Bye bye. Thank you so much for watching. See you in the next vlog.